हाई गाइज, आज चाहिँ म लोकल चिकन बनाउन जाँदैछु। यहाँनिर चाहिँ मैले 2टा प्याज काटेर अनि 2टा अकबरी खोर्सानी, 3टा जति सानो टमाटर अनि जिन्जर गार्लिकको पेस्ट छ। म चाहिँ तोरीको तेलै युज गर्छु लोकल चिकन बनाउँदाखेरि। यसले चाहिँ अथेन्टिक नेपाली टेस्ट दिन्छ। यहाँ चाहिँ मैले 5 फुरन, ल्वाङ सुकमेल अनि प्याज हालिदिएर एकछिन फ्राई गरिदिएको छु। एकछिन फ्राई हुन्जेलसम्म चाहिँ ठुलै फ्लेम गरिदिनु होला, धेरै सानो फ्लेम नगरिदिनु होला। अनि त्यो अकबरी पनि मैले हालिदिएर थोरै बेसार एड गरिदिएको छु। अनि त्यस पछाडि यतिको यो ब्राउन कलरको भएपछि चाहिँ मैले यसमा चिकन पनि एड गरिदिन्छु। चिकनलाई चाहिँ मैले अघि नै सानो सानो पिस पारेर काटिसकेको छु। ठुल्ठुलो पिस थियो मैले ल्याउँदाखेरि, अनि अहिले चाहिँ काटेर सानो सानो पिस पारिदिएको छु। अनि यसलाई चाहिँ म पकाउँदाखेरि चाहिँ खासमा कुकरमै पकाउँछु, तर डाइरेक्ट म सिटी चाहिँ लगाउँदिनँ। एकछिनसम्म मजाले पकाइदिएर अनि यहाँनिर अघिको त्यो जिन्जर गार्लिकको पेस्ट अनि जिरा धनियाँको धुलो, नुन हालिदिएर मजाले चलाइदिँदै अनि छोप्दै पकाउँदै गरिदिने हो। लगभग 15-20 मिनट जति छोप्दै पकाउँदै गर्नुपर्छ। अनि यसको सबै पानीहरू चाहिँ निस्किन्छ यहाँबाट। अनि यो पानी निस्केर लगभग आधी जति पानी घटेपछि चाहिँ यसलाई सिटी लगाइदिने हो, 2 सिटी जति, किनभने अलरेडी मैले धेरै बेरसम्म पकाइसकेको हुन्छु, त्यही भएर धेरै सिटी लाउनु पर्दैन। यहाँनिर चाहिँ मैले 2 सिटी मात्रै लगाइदिएको छु। अनि यो सिटी लागेपछि चाहिँ निकालेर यसमा धनियाँ हालिदियो भने यसको सबै तेलहरू यहीँबाट निस्किन्छ क्या, धेरै तेल पनि हाल्नु पर्दैन। यसलाई चाहिँ भुजासँग अथवा फ्रिजमा राखेर झोल बनाउँदै खाँदा पनि हुन्छ। 3-4 पिस निकाल्दै। आई होप यु लाइक इट। बाई गाइज।